यो पितमारी रहेको छ। पितमारीबाट अब हाम्रो सोल्डाको यात्रा एकछिनमा सुरु हुन्छ। पितमारीबाट सुरु भएको एक मिनट पनि भएको छैन। बाटो यस्तो रफ छ। डबल राइड हामी नसकेर बिपिन सर उहाँबाट झर्दै हिँडाउनु भएको छ। यहाँबाट अर्को गाडी आइरहेको छ। बाटो लास्टै खतम रहेछ। हामी अहिले कुइने भन्दा अलिक तल छ। बाटो एकदमै खतरनाक छ। यात्रा गर्दै अहिले आएका छौँ। यहाँ एउटा सानो झरना जस्तो छ। यो झरनामा हामी अति थाकेर नसकेर एकछिन पानी खाएर रेस्ट गरेर जाऊँ भनेर तिरै हामी जाँदैछौँ। बाइक छ, उहाँ अरू सर पनि हुनुहुन्छ। तपाईँहरू कहाँ सुर्खेत जान लाग्नु भयो र? ए यहाँ भेरीको गाडी नम्बर देखेर मैले त्यही भएर भने। अच्छा अहिले हामी घाडी गाउँमा छौँ। यो रहेको दोस्रो कर्णाली नदी पुल। आउँदाखेरि पनि कर्णाली नदी, त्यसपछि भेरी नदी, अनि यो कर्णाली नदी रहेको छ। यो कर्णाली नदी पुल। अनि त्यहाँ तल देखिरहेको त्यो त चन्द्रमा भइहाल्यो। त्यहाँ तल अर्को लाइट देखिरहेको छ। त्यहाँबाट हाम्रो फेरि राइटबाट जानुपर्छ। समय 7:30 भएको छ। अहिले हामी चाहिँ यहाँ सोल्टा, जुन हाम्रो अन्तिम गन्तव्य थियो, राष्ट्रिय मावि प्राविधिक विद्यालय, जुन कामले आएको थियौँ, हामीले अहिले पुगेका छौँ। जसो तसो दुःख गरेर यो बाटो छलेर यस्तो खतम बाटो थियो। हामी कति बजे हिँडेको थियौँ रे? 5:30 हो कि? 5:30 बजे 5 बजे हिँडेको थियौँ। अहिले हामी 7:30, 2-2.5 घन्टा लाग्यो हामीलाई। यो बाटो यस्तो डेन्जर छ। सोल्टामा रहेको प्राविधिक विद्यालय जहाँ बाली विज्ञान पढाइ हुन्छ, सोल्टा 6मा सुगरखाल। यो रहेको छ सरहरू बस्ने क्वार्टर। दुईटा जिल्लालाई जोड्ने यो झुलुङ्गे पुल रहेको छ। कैलाली सुर्खेत जिल्लालाई जोड्ने यो झुलुङ्गे पुलमा जाँदैछौँ हामी। यो रहेको छ कर्णाली नदी र हामी झुलुङ्गे पुल भ्रमण गरेर अब हामी फर्किँदैछौँ। सोल्टाको यो पिपल बजार हामी हिजो बेलुका पुगेको ठाउँ। हिजो हामी बेलुका यही कुर्दै बसेको थियौँ। यता साइडमा रहेको छ इलाका प्रहरी कार्यालय र आडेमा रहेको यो वाल स्कुल रहेको छ। यो एउटा सोल्टाको बजार रहेको छ यो चाहिँ। र यता कर्णाली नदी। अब बाँकी अरू सरहरू पनि आउँदै हुनुहुन्छ। हामी पुगिरहेका छौँ। महेन्द्रनगर जाने सरहरू 5वटा हुनुहुन्छ। बाँकी कोही लग्गी त्यता नानी हाई भनिदेऊ। 3 किलोमिटर जति अफ रोड रहेको छ भने बाँकी चाहिँ यस्तो पिच रोड। यो रहेको छ कुइनेको एउटा सानो बजार। 3वटा होटल रहेको छ। कस्तो लाग्यो त बाटो देवी त? खोलातिर मनमा पर्यो पिर हो भन्ने कसैलाई पितमारीकै आडमा रहेको एउटा सानो खोल्सा नेचुरल स्विमिङ पुलमा